कस्तो लाग्दैछ? राम्रो फिल भइरहेको छ हैन न मेरो साथी चाहिँ बुझ्नु त हैन यहाँ कलिक सबै यहाँनिर के रे फोटो खिच्दै जान्दैछु म। हाम्रो ग्रुप चाहिँ यहाँ छ। अक्काले जान्दैछु। आन्दरले यस्तो परेशान गरेको कि यो बटलले चाहिँ म चाहिँ कस्तो तपाईँहरूले हेर्नुहोस् होला कस्तो दामी बार्बिक्यू गरेको छ हो। वाउ कस्तो दामी भ्यू देख्छ यहाँबाट सिन कि म तपाईँहरूलाई देखाउँछु ल गाइस। तपाईँहरू हेर्नु चाहनुहुन्छ होइन? रेडी 1 2 3 गो। हेलो एभ्रिवान, नमस्ते, वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु भन्दै आज चाहिँ मैले गाडीदेखि नै भ्लग स्टार्ट गरिसकेको छु होइन। अन्त आज चाहिँ हामी कहाँ गएको भन्दाखेरि चाहिँ मेरो भ्लग एन्डसम्म हेर्नु होला र हामी को जानेछु भनेर भन्दा चाहिँ म तपाईँलाई देखाउने छु। यहाँ चाहिँ नाना हुनुहुन्छ हो। नाना र मेरो आजको आउटफिट चाहिँ लाइक सिमिलर भएको छ। अन्तखेरि त्यहाँदेखि यहाँनिर दुईजना हुनुहुन्छ, बहिनी अनि भाउजू, अनि दादा र अर्को दादा हुनुहुन्छ। म तपाईँहरूलाई देखाउँछु नि हामी कहाँ गएको भनेर। यता हेर्नु न, हेलो भनिदिनु। अन्त यहाँनिर हामी जाँदैछौँ हो। अहिले चाहिँ यहाँनिर कहाँ पुग्यो हामी? आज चाहिँ म र नाना चाहिँ एकदम बम भइरहेको ढिलो पनि भएको त्यही माथि हो। अब तपाईँहरूलाई म अपडेट दिँदै जान्छु, मेरो भ्लग हेर्दै गर्नु होला। हेलो गाइज, अहिले चाहिँ हामी नन्दी हिल्समा लगभग यहाँबाट चाहिँ 9 किलोमिटरको डिस्टेन्समा छौँ। हामी पुग्नु लाग्यौँ र यो ब्लग चाहिँ मेरो बहिनी, प्यारो बहिनी प्रेरणा बहिनीको ब्लग चाहिँ मैले भिडियो गर्दैछु। यो चाहिँ अब हामी यहाँबाट 11 मिनट देखाउँदैछ। हामी चाहिँ अहिले मार्थलीबाट आएको। मार्थलीबाट आउँदा चाहिँ यहाँनिर लगभग जामहरू थियो, तर हामी मेन हाइवे चाहिँ हाइवे भएर आयौँ। हामी 2 घन्टाभित्रमा चाहिँ हामी आइपुग्यौँ। हामी लगभग हजुरहरूको यहाँनिर नन्दी हिल्स हामी आइपुग्नै लागेको छौँ। यो देख्दैछौँ पारी चाहिँ, यो पारिपट्टिको जुन चाहिँ माउन्टहरू देखिराख्नु भएको छ हजुरहरूले, यो चाहिँ नन्दी हिल्स हो। अनि नन्दी हिल्स आउने बेलामा चाहिँ तपाईँको यो ट्याङ्की, यो वाटर ट्याङ्क देख्नुहुन्छ हजुरहरू। यहाँदेखि चाहिँ तपाईँहरूले यो टर्न लिनुपर्छ। टर्न होइन, यहाँबाट चाहिँ बाटो हामीले रोड लिनुपर्छ। रोड सर्च गर्ने चाहिँ यहाँबाट हो। फाइनली गाइस अनि हजार हामी चाहिँ आइपुग्नु आँटेको छौँ हो। यहाँनिर रोडहरू पनि अब एकदमै अब यस्तो उकालोहरू पुगिसकेको छौँ हामी चाहिँ। मलाई चाहिँ एकदम मेरो घरको याद आउँदैछ हो। अन्तखेरि घरहरू गएको जस्तै फिल हुँदैछ यस्तो बाटो देख्दा। लाइक वेदर पनि एकदम चिसो छ, एकदम राम्रो छ होइन। म चाहिँ कहिले त्यहाँ पुगेर चाहिँ तपाईँहरूलाई एक्सप्लोर गरौँ भनेर चाहिँ सोचिरहेको छु। सो मेरो भ्लग चाहिँ हेर्दै गर्नु होला भनेर भन्न चाहन्छु हो। केही नखाइ हिँडेको नि त, त्यही भएर चाहिँ अब यहाँ झरेर चाहिँ हामी अलिकति टी कफीहरू खान्छौँ होइन। त्यहाँदेखिको चाहिँ तपाईँहरू हेर्दै गर्नु होला मेरो भिडियो। सो गाइस यहाँ चाहिँ के हो यो? यो चाहिँ किन दा हामीलाई? मेरो मम्मी र घरमा लानुको लागि चाहिँ दाले यो ड्रेस किनिदिनु भयो हामीलाई। त्यो टाइटनिक वाला कस्तो छ
यसको खेती चाहिँ यहीँ छ अरे गाइस हो। अब चाहिँ मैले टेस्ट गरेर भन्छु। हामीलाई एक एक पोका घरमा लानु भनेर किनिदिनु भयो दाले हो। मिठो लाग्यो। to 4 minutes को रास्ता होगा। त्यसो भन्दै थियो अब चाहिँ हामी जान्छौँ माथि पुगेर नि तपाईहरुलाई म देखाउने छु। Stay tuned with me. So guys, हामी चाहिँ यहाँ आइपुगिसकेको छौँ। अबे बाँदर पो रहेछौँ, नखानु ल भाउजू। कस्तो लाग्यो भाउजू? बाटोहरु राम्रो एक्सपिरियन्स। अब यहाँ भित्र गएर चाहिँ हामी तपाईहरुलाई भन्नेछौँ कस्तो छ भनेर। लाइक मेरो पनि फर्स्ट टाइम हो, भाउजूको पनि फर्स्ट टाइम हो नि त, अनि नानाको पनि हो, अनि बहिनीको पनि हो हैन। बहिनीलाई चाहिँ कस्तो लाग्दैछ? राम्रो फिल भइरहेको छ हैन न मेरो साथी। बहिनीको साथी पो। ए के भएको त्यस्तो नभन। अनि अब हामी चाहिँ यहाँबाट चाहिँ माथि हिँड्नु पर्ने रहेछ हैन। मलाई चाहिँ अघि बाटोहरू देख्दा चाहिँ आई फिल लाइक कि म गाउँ लाइक घरतिरै छु हैन, दार्जिलिङहरूतिरै छु भन्ने फिल भइरहेको थियो हैन मलाई चाहिँ। अब चाहिँ यहाँबाट हिँड्दै जानुपर्छ। हो लु हिँड्नु। कस्तो तर त्यस्तो उयो गरम पनि भएको छैन। अब नगर्नु न त। अब मेरो खुट्टाले गर्दा त टेकेको खुट्टा फ्याङ्ग्रेछ नि हैन। आउँछ नि त फेरि झामतिर आयो भने। हेर्नु न मोर बाँदर चाहिँ यहीँ छ। मलाई त कस्तो डर लाग्छ हौ। फोटो खिच्छु। ए हजुर। सो गाइस हामी चाहिँ यहाँबाट उकालो जाँदैछौँ। अनि यहाँको टिकटको चाहिँ कस्तो खालको रुल्स भन्दाखेरि चाहिँ इच पर्सन चाहिँ टिकटको कति अरे टिकटको दाम? टिकटको 20। ओके टिकटको चाहिँ 20 रहेछ हैन। तपाईहरुलाई म देखाइदिन्छु, तपाईहरुले पनि हेर्न सक्नुहुन्छ है। अडल्टदेखिको लिएर 2, 3, 4 टेम्पो एन्ड बसेस। प्राइस हेरिहाल्नुहोस्। सो गाइस यो चाहिँ अब पहिलाको जमानाको डुवर अरे हैन। अब चाहिँ हामी यहाँभित्र पसिसकेको छौँ। मलाई चाहिँ दार्जिलिङको बोटानिकल गार्डन हैन जूहरूको जस्तै फिल हुँदैछ। यहाँभित्र पस्दाखेरि चाहिँ एकदम कस्तो चिसो हावा क्या, शीतल खालको फिल है भाउजू, त्यस्तो फिल भइरहेको छ हो। अनि यहाँ चाहिँ हामी अलिअलि हिँडेर पनि जानुपर्ने हुन्छ।
दाल चाहिँ हामी हिँड्दैछौँ होइन। तपाईँहरूलाई पनि यहाँनिर के रहेछ भनेर म तपाईँहरूलाई देखाउँदै गर्छु। हेर्दै गर्नुहोस् होला। सबै अहिले चाहिँ सबैजना यहाँनिर हो दादालाई चाहिँ अहिले होइन दा चाहिँ खुट्टा अस्ति अलिकति उयो हुनुभएको थियो नि त, त्यही भएर चाहिँ दाले चाहिँ लट्ठी बोकेर हिँड्नु भएको छ। अरू चाहिँ सबैजना फोन बोकेर हो। कस्तो राम्रो क्या, कस्तो यहाँ नि यस्तो फिल भएको छैन, जाडोहरू भएको जस्तो नि। कति माथि आइस त तपाईँहरूलाई नि एउटै रुखमा चाहिँ 5 किसिमको फ्लावर्सहरू फलेको उयो के अरे फुलेको देखाउने छु है। हेर्दै गर्नु ल। यहाँनिर छ हो। यहाँ चाहिँ हाम्रो दा हुनुहुन्छ हो। तपाईँलाई कस्तो फिल हुँदैछ यहाँ आएर? तपाईँ त आउनु भएको है। 2 टाइम भइसक्यो होइन, एकदमै मजा आउँछ यहाँ आएर चाहिँ हो। यहाँ चाहिँ के फिल हुन्छ नि, हामी कालिम्पोङ दार्जिलिङ बस्नेलाई होइन, हामीलाई आफ्नो गाउँको फिल गर्नु मन लाग्यो भने चाहिँ यहाँ आएर फिल लिनु सक्छ, माइन्डलाई कुल बनाउन सक्छ। तर साँच्ची भनेको कस्तो चिसो नि, उताको दार्जिलिङको त्यस्तो फिल भएको छैन। आउनु यहाँनिर सबैजना गाइस, यहाँ चाहिँ आफ्नो आफ्नोमा बिजी छ। यहाँ पोखरी हेर्नु न, जुम जुम जुम। यो चाहिँ हाम्रो उसको ब्लग नाम त के पो के पो नाम मेरो प्रेरणा। ए लो यहाँ चाहिँ हाम्रो प्रेरणाको ब्लग है, देख्न सक्नुहुन्छ। उहाँ चाहिँ अलिक बिजी छ, फोटोहरू खिच्दैछ होइन। वाल लगाएको ढुङ्गा हेर, मान्छे लगाएको वाल। खै कता यहाँ वाल कत्रो कत्रो ढुङ्गा छ। बुझ्छु, वाल भनेको यो भित्ता हो। अहिले नाना मलाई त्यस्तो नभन्नु। बाउन्ड्री बाउन्ड्री गाइस कस्तो भन्छ राजा राजा मलाई थाहा छ नि त ब्रिटिसको शासनमा उहाँ पनि साँच्ची टाइगर हिल उकालो गएको जस्तो पनि लाग्दैछ हो, जू उकालो गएको जस्तो। यहाँबाट चाहिँ फायरिङ गर्दाखेरि यहाँ हेर त, यहाँ हेर सोनु, यहाँ हेर त, यहाँ गनलाई चाहिँ उयो गरेर राखेर फायर हाल्नु। त्यस्तो चाहिँ नभन्नु होइन होला। लडाइँको हो नि त यो त, राजाको राजा किल्ला होइन, लडाइँको लागि गर्थ्यो नि त। यहाँ हेर त, यहाँ बसेर हेर। धुम्बो धुम्बो लाग्दैछ, तपाईँहरूले हेर्नु सक्नुहुन्छ हो। हावा पनि शीतल आउँदैछ, मजा मजाको यहाँ बस्ने। बहिनी चाहिँ यहाँ छ। यहाँदेखिको चाहिँ यहाँ पर यस्तो राम्रो उयो छ, ढुङ्गाहरू छ। यहाँ चाहिँ तपाईँहरूलाई के हो भन्दाखेरि चाहिँ यहाँ चाहिँ तपाईँहरूले प्याराग्लाइडिङ पनि गर्नु सक्नुहुने रहेछ, ह्यान्ड साइक्लिङ पनि होइन। तर हामी चाहिँ यहाँनिर जस्ट घुम्नुको लागि मात्रै आएको हो, हामी त्यस्तो चाहिँ केही गर्दैनौँ। तर पनि तपाईँहरूलाई म एक्सप्लोर गर्दै गर्छु, सो हेर्दै गर्नुहोस् होला। अहिले चाहिँ हाम्रो युट्युबर भ्लगर टिमहरूलाई चाहिँ अब म मेन भ्यू पोइन्टमा लाँदैछु हो। स्याँ हुँदै आउँदैछ पछाडि स्याँ हुँदै आउँदैछ। युट्युबर भ्लगरहरू त उकालो हिँडेर थाहा के छ हो। यहाँबाट उकालो लाँदैछु अहिले है हो। तपाईँहरू हेर्नु सक्नुहुन्छ, मलाई चाहिँ एकदम ब्युटिफुल लाग्यो यो प्लेस चाहिँ। म चाहिँ तपाईँहरूलाई रिकमेन्डेड गर्छु कि तपाईँहरू एकपल्ट बेङ्गलोरमा हुनुहुन्छ भने चाहिँ यो नन्दी हिल्स भन्ने जग्गा चाहिँ आएर तपाईँले भिजिट गर्न सक्नुहुन्छ हो। एकदम राम्रो प्लेस छ। अब यहाँबाट हामी फेरि जानुपर्छ के त्यो चढ्नु पाएको छैन उ यति, अब थुप्रो छ नि हाम्रो। म बोक्छु भाउजू, खाइदिनुहोस् होइन, खानु त होइन बोकिरहेको छु। यताबाट बाटो छ, यता आउने। यसले देखेर अल्छी लागिसक्यो मलाई। पछाडि आउनुहुँदैछ दादा भाउजू हो। आउनु
के भयो आँखा पोल्यो यु वान्ट टु वेयर सनग्लास टेक मेरो त आँखा यस्तो भइसक्यो कस्तो गरम बाँदरहरू पनि सँगसँगै छ मान्छेहरू सँगसँगै छ बाँदर पनि यहाँ चाहिँ त्यही त डर पनि नलागेको है बाँदरहरू यहाँ चाहिँ बच्चाहरूले हात मिलाउँदैछ दालाई यहाँबाट जग्गा देखाउँछु मलाई चाहिँ बाँदर पनि छ कि त्यही भएर डर लाग्छ बाँदरसँग चाहिँ पुरै वा कस्तो दामी भ्यू देख्छ यहाँबाट सिन कि म तपाईँहरूलाई देखाउँछु ल गाइस तपाईँहरू हेर्नु चाहनुहुन्छ होइन रेडी 1 2 3 गो यहाँ होइन चिया नहीं है क्या आइसक्रिम कोल्ड ड्रिंक्स नहीं है वो कोल्ड ड्रिंक है ना आइसक्रिम कोल्ड ड्रिंक्स खाने अरे अब चाहिँ मलाई चाहिँ यस्तो गाह्रो भइरहेछ म के भन्नु हो थाकिरहेको छ म हिँड्न सक्दैन नि त त्यही भएर तर के गर्नु हिँड्नै पर्यो होइन अब चाहिँ जानुपर्ने यता हो है त्यहाँदेखि कति टाइम लाग्छ उयो हो त्यहाँदेखिको सक्यो है रोडै रोड घुम्दै जाने जग्गाहरू छ नि अझै मेन जग्गा चाहिँ हामीले मेन जग्गा यहाँनिर है यहाँनिर त्योभन्दा मेन त सनराइज हेर्ने देखेकै छैन नि यहाँ चाहिँ अब हामी कोल्ड ड्रिङ्क्सहरू पिउँछौँ सबै कितना का हामी भ्यू पोइन्टमा पुग्नु आँटेको छौँ होइन यहीँ अगाडि हो म तपाईँहरूलाई देखाउने छु अन्त जुस पनि पिएँ मान्छे हो अहिले त्यो मान्छेहरू चाहिँ तर हुँदै रहेछ यहाँनिर पुरै अहिले चाहिँ एकदम कस्तो धुम्बो लागेको जस्तो भइरहेछ फग लागेको जस्तै तपाईँहरूलाई पनि म देखाउने छु है यस्तो राम्रो देख्छ अघि मैले देखाउनु त तपाईँहरूलाई देखाएको थिएँ त्यहाँबाट यहाँबाट चाहिँ अझै झन् राम्रो देख्छ होला सो त्यही भएर तपाईँहरू पनि हेर्नुहोस् होइन हुँदैछ यस्तो राम्रो छ हो यस्तो देख्छ क्या यहाँबाट यस्तो देख्छ क्या राम्रो बेङ्गलोर चाहिँ मुनि हामी चाहिँ माथि उयो त के हो ड्रागन फ्रुट जस्तो तलको है यहाँबाट त केही देखेको छैन फोनमा चाहिँ त्यस्तो राम्रो देखेको छैन होला तर राम्रो देखिरहेछ नि कस्तो राम्रो यहाँनिर हेर्नु न जग्गा यो पहाड चाहिँ जहिले पनि नि अरूको भ्लगहरूतिर नि देखिरहेको हुन्छ नि तर यस्तो चिसो हावा आउँदैछ हो यहाँ चाहिँ मान्छेहरू त्यहाँ यहाँ आउनु न ल भइरहेछ हामी हो यस्तो क्यामेरा फ्लिप गर्दा चाहिँ फोटो भनेर त म त होइन हौ भिडियो यस्तो राम्रो कस्तो राम्रो देखेको हामी फोटो खिच्छौँ अहिले चाहिँ बाँदरले यस्तो परेशान गरेको कि यो बोतलले म चाहिँ कस्तो डर लाग्छ कि नाना त छेउमै गएर बोतल पो देखाएको गर्छ हो कस्तो डरै लाग्दो यस्तो खोज जे पनि देख्यो भने नि खोसेर खाइदिइहाल्ने क्या नाना चाहिँ नगर्नु न नजानु छेउमा भन्दाखेरि पनि नाना चाहिँ यस्तो गर्दै बोतल देखाउँछ हो अब चाहिँ हामी अलमोस्ट घुमिसकेको छौँ अब यहाँ तल गएर फोटोहरू खिच्छौँ अनि बाटोमा देखाउँछु नि तपाईँलाई के हुन्छ भनेर घुम्दैछ हामी फोटो खिच्नु जाउँ न त्यहाँ हिँड्नु म खिचिदिन्छु अन्त यहाँ चाहिँ अब हामी फोटोसोटो खिचेर जान्छौँ होइन यहाँ नन्दी यस्तै छ तपाईँले हेर्न सक्नुहुन्छ दा तपाईँको फोन दिनुहोस् न एकछिन बहिनी त्यो फोन देन दाको
नानालाई भाउजूको फोटो खिचिदिन्छु जा तँ पनि बस खिचिराखिदिन्छ फोटो यहाँ चाहिँ फोटो खिच्ने क्याक्टसको छेउमा कस्तो क्याक्टस चाहिँ क्याक्टस रहेछ तपाईँहरूले खोली यो पछाडि ब्याकग्राउन्ड त घोडाहरूको जस्तै देख्दो रहेछ हो त रहेछ त नि अहिले पो देख्दैछु त म त हामी यहाँबाट निस्केको होइन हामी चाहिँ घुमिसक्यौँ अझै अब घुम्ने त एकदमै बेसी जग्गा छ के भन्नु तपाईँहरूलाई भनेर भने पनि सक्दैन कि कति छ जग्गा यहाँनिर भनेर हो दादालाई चाहिँ जिस्काउनु हुँदैछ नानालाई अब चाहिँ हामी यहाँबाट सिधै जान्छौँ गाडीमा हो अन्त त्यहाँदेखिको एकदमै लास्ट टाइम पनि दुख्दैछ मजा पनि आयो यो मेरो एक्सपिरियन्स नन्दी हिलको एकदम राम्रो भयो होइन तपाईँहरू पनि आउनु सक्नुहुन्छ हो माथिसम्म चाहिँ बसमा आउँदै रहेछ हो अन्त हामीले चाहिँ गाडी तरै राखेको थियो माथि आउँदा चाहिँ हिँडेरै आयौँ अब ओह्रालो झार्दा चाहिँ दादा अलिक खुट्टा पनि दुख्यो भनेर चाहिँ हामी पनि टायर्ड भइसकेको थियौँ हो त्यही भएर चाहिँ हामी बसमा चढेर फेरि गाडी भएकोमा जान्छौँ 2 hours later. अनि चाहिँ हामी यहाँनिर उहाँ सरकोमा चाहिँ आउनु भएको छु हो यहाँ चाहिँ एकदम बार्बिक्यू हुँदैछ है त्यस्तो ड्रिमहरु त छोडे सर यस्तो मान्छे अब यहाँ चाहिँ यहाँ सरको मिस हुनुहुन्छ सो गाइस यहाँ चाहिँ सेकुवा छ चिकनको अन्त यहाँ चाहिँ छ स्यालेड है यो पनि चिकन थियो हो यो चाहिँ पोर्क हो किनभने भाउजू दादा नानाले चाहिँ पोर्क खानुहुन्छ अन्त म र बहिनीले चाहिँ खाँदैनौँ नि त सो त्यही भएर चाहिँ हामी यहाँनिर चिकनको सेकुवा खान आँटेको छौँ हो अनि यहाँबाट चाहिँ हामी अघि नन्दी हिल्सबाट चाहिँ सिधै यहाँनिर दादाको के अरे फ्रेन्डले हामीलाई इन्भाइट गर्नुभयो अन्त सो त्यही भएर चाहिँ हामी यहाँ आयौँ होइन मिस्टर बिन खाउँदा कस्तो दामी हो सो गाइस अब म पनि यो सेकुवा ट्राई गर्नेछु है तपाईँहरूले हेर्नुहोस् होला कस्तो दामी बार्बिक्यू गरेको छ हो राख्नु पर्दैन होस् राख्नुहोस् खास त हामीले जितेको हो नि तर हामी पैसा नलाने हामीले होइन जितेकै हो यहाँ चाहिँ कस्तो राम्रो ट्रफीहरू नि यहाँ उयो रहेछ नि त नि लाइक फुटबलको होला नि यो